नमस्कार, यहाँलाई स्वागत छ। म निराजन थापा। पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्केका छन्। झन्डै 1 महिना लामो गण्डकी प्रदेश बसाएपछि पूर्व राजा शाह हिजो अर्थात् आइतबार अपराह्न काठमाडौँ आइपुगेका हुन्। एक निजी विमान चार्टर गरेर पोखराबाट काठमाडौँ आइपुगेका शाह 4:25 जाँदा विमानस्थलमा ओर्लिएका थिए। राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालको पूर्व घोषित अभिनन्दन कार्यक्रम बमोजिम शाहलाई भव्य रूपमा मानव सङ्गालो मार्फत स्कर्टिङ गरेर महाराजगञ्ज स्थित निर्मल निवास पुर्याएको थियो। राजाको स्वागतका लागि भन्दै आइतबार बिहानैदेखि उनका समर्थकहरू विमानस्थल वरपर भेला भएका थिए। राजाको अप्रत्याशित सक्रियता र राजतन्त्र फर्क्याउने अभियान अघि बढेसँगै सरकारले उक्त कार्यक्रमलाई विशेष सुरक्षा सतर्कता अपनाएको थियो। सुरक्षा स्रोतका अनुसार सरकारले प्रारम्भिक रूपमा अनुमान गरे भन्दा धेरै जनसङ्ख्या पूर्व राजाका समर्थकहरू काठमाडौँमा भेला भएका थिए। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राजाको स्वागतमा 50,000 मानिस सडकमा उतार्ने दाबी गरेका थिए। तर सुरक्षा संयन्त्रले अपराह्न 4 बजेसम्मको उपस्थिति बारे गरेको प्रारम्भिक अनुमान अनुसार झन्डै 22,000 भन्दा बढी मानिसहरू पूर्व राजाको स्वागतमा सिरामङ्गलदेखि गौशालासम्म उपस्थित भएका थिए। गृह मन्त्रालयले बढीमा 10,000 मानिसहरू पूर्व राजाको स्वागतमा आउने अनुमान गरेको थियो। नेपालमा 238 वर्षदेखि शासन गर्दै आएको शाह वंश राजतन्त्र 2065 जेठ 15 गते सङ्घीय गणतन्त्र नेपाल घोषणासँगै अन्त्य भएको थियो। गणतन्त्र घोषणाको 14 दिनपछि 2065 जेठ 29 गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजगद्दी र शासन जनतालाई सुम्पिएको घोषणा गर्दै राजदरबार छाडेका थिए। देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। तर यसरी दरबार छाडेको 16 वर्षपछि गत फागुन 7 गते प्रजातन्त्र दिवसको अघिल्लो दिन राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसर पाएर एक भिडियो सन्देश जारी गरेका थिए। राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। जनताको हितका लागि आफूले जनताको नासो जनतालाई नै सुम्पिएको भन्दै बाहिरेका शाहले सो दिन उक्त नासो जनताको हितका लागि पुनः फिर्ता लिने समय आएको सन्देश दिएका थिए। उनको सन्देशमा अहिलेको व्यवस्था र नेतृत्वबाट जनताको अवस्था परिवर्तन नभएको भन्दै आशय व्यक्त गरेको थियो। ज्ञानेन्द्र शाहको सो अभिव्यक्ति पछि राजा फर्काउने एजेन्डा बोकेर बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी त्यसैगरी केही राजावादी सङ्घ गठनले औपचारिक रूपमै अब राजा फर्किए भन्दै आफ्नो अभियानलाई तीव्र पारेको थियो। त्यसपछि राजा देश दौडाहामा निस्किए, विभिन्न जिल्ला पुगे, मठमन्दिर दर्शन गरे, नागरिकहरूसँग सेल्फी खिचे। त्यति मात्र होइन, पोखरामा आफ्नो स्वर्गीय दाजु राजा वीरेन्द्र शाहको शालिग अनावरण नै गरे। पोखरामा उनको सो कार्यक्रममा पुरानो राष्ट्रिय गान समेत बजाइएको थियो। यसरी आफ्नो लोकप्रियता दिनदिनै बढाइरहेका पूर्व राजालाई विमानस्थलमा गरेको स्वागत र जनताको लहर देख्दा हालको व्यवस्थाप्रति जनताहरू कठोर भएको प्रश्न बुझ्न सकिन्छ। यसरी राजाले दिनदिनै आफ्नो लोकप्रियता बढाउँदै गए भने हालको गणतन्त्र लामो समयसम्म टिक्ला भन्न पनि सकिने अवस्था छैन।